तपाईलाई हाम्रो युट्युब च्यानलमा स्वागत छ। ओलम्पिक खेललाई विश्वभरि शान्ति र एकताको प्रतीक मानिन्छ। तर के तपाईलाई थाहा छ इतिहासमा एउटा यस्तो ओलम्पिक पनि भएको थियो जहाँ खेल मैदानको खुसियाली छेडभरमै रगतको हालमा बदलियो। विश्वको इतिहासमा पहिलोपटक खेलकुदको सबैभन्दा ठूलो महाकुम्भलाई आतंकवादीहरूले आफ्नो निशाना बनाएका थिए। आजको यस भिडियोमा हामी ओलम्पिक इतिहासको त्यही सबैभन्दा कालो र भयानक घटनाको बारेमा कुरा गर्नेछौँ, जसलाई सारा संसारले म्युनिस नरसंहारको नामले चिन्दछ। भिडियो अन्तिमसम्म हेर्नुहोला। यो घटना सन् 1972 को पश्चिम जर्मनीको म्युनिस शहरमा समर ओलम्पिक चलिरहेको थियो। दोस्रो विश्वयुद्ध र हिटलरको क्रूर छविबाट बाहिर निस्किएर जर्मनी संसारलाई आफ्नो एउटा नयाँ शान्त र खुसियाली रूप देखाउन चाहन्थ्यो। त्यसैले यो ओलम्पिकलाई द चियरफुल गेम अर्थात् खुसियाली खेल नाम दिएको थियो। शहरभरि उत्सवको माहौल थियो। सुरक्षा व्यवस्था यति खोकिलो बनाइएको थियो कि सुरक्षाकर्मीसँग बन्दुक समेत थिएन, ताकि खेलाडीहरूले कुनै पनि किसिमको डर महसुस नगरून्। तर यही खुकुलो सुरक्षा नै पछि गएर एउटा यस्तो भूल साबित भयो। 5 सेप्टेम्बर 1972 को रात, समय बिहान करिब 4:30 बजेको थियो। प्यालेस्टाइनको एउटा चरमपन्थी संगठन ब्ल्याक सेप्टेम्बर 8 जना सशस्त्र आतंकवादीहरू खेलाडीको ट्र्याकसुट लगाएर झोलामा बन्दुक र ग्रेनेड बोकेर ओलम्पिक भिलेजको 6 फिट अग्लो काँडेतारको बार नागेर भित्र छिरे। उनीहरू सिधै इजरायली खेलाडी र प्रशिक्षकहरू बसिरहेको भवन नम्बर 31 मा पुगे। ढोका खोल्ने बित्तिकै इजरायली कुस्ती रेफ्री योसेफ गुरफ्रेडले खतरा महसुस गरे। आतंकवादीहरूलाई रोक्न आफ्नो पुरा शरीरले ढोका धकलेर उनीहरूलाई भाग्न चिच्चाए। उनको यो बहादुरीले गर्दा केही खेलाडीहरू झ्यालबाट भाग्न सफल भए। तर आतंकवादीहरू भित्र छिरेर इजरायली कुस्ती प्रशिक्षक मोसे बेनवर्क र वेटलिफ्टर योसेफ रोमानोलाई क्रूरतापूर्वक गोली हानी हत्या गरे। त्यसपछि उनीहरूले बाँकी 9 जना इजरायली खेलाडी र अधिकारीलाई बन्धक बनाए। बिहान हुनसाथ यो कुरा डढेलो झैं फैलियो। पुरा विश्व स्तब्ध भयो। ओलम्पिक खेललाई 24 घण्टाका लागि स्थगित गरियो। आतंकवादीहरूले इजरायलको जेलमा रहेका 234 जना प्यालेस्टाइनी कैदीहरू र जर्मनको जेलमा रहेका 2 जना वामपन्थी उग्रवादीलाई मुक्त गर्न माग गरे। इजरायलकी तत्कालीन प्रधानमन्त्री गोल्डा मेयरले आतंकवादीहरूको माग अगाडि झुक्न साफ इन्कार गर्नुभयो। उहाँले भन्नुभयो, यदि हामी आज माग पूरा गर्यौं भने भोलि संसारको कुनै पनि ठाउँमा इजरायली नागरिक सुरक्षित रहने छैनन्। इजरायलले आफ्नो कमान्डो टोली मोसादलाई पठाउने प्रस्ताव गर्यो, तर जर्मनीले आफ्नो कानुन अनुसार विदेशी सेनालाई अनुमति दिन नमिल्ने भन्दै आफै अपरेसन गर्ने ढिपी कस्यो। आतंकवादीहरूले आफूलाई बन्दकहरू सहित सुरक्षित रूपमा अरब देश लैजान एउटा विमानको माग गरे। जर्मन अधिकारीले उनीहरूलाई जालमा पार्न यो माग स्वीकार गरे जस्तो नाटक गरे। रातको समय आतंकवादी र बन्दकहरूलाई 2 वटा हेलिकप्टर सैन्य विमानस्थलमा लगियो। जर्मन पुलिसले त्यहाँ आतंकवादीलाई मार्ने योजना बनाएको थियो। तर विडम्बना, जर्मन पुलिससँग यस्ता घटना सम्हाल्ने न त कुनै अनुभव थियो न त उनीहरूसँग स्नाइपर नै तालिम प्राप्त थिए। जब हेलिकप्टर अवतरण भयो र यो आतंकवादीहरूले उनीलाई धरा पारेको थाहा पाए, तब दुवै तर्फबाट भयानक गोलीबारी सुरु भयो। जर्मनी पुलिसको चरम लापरवाही र योजनाको असफलता कारण आतंकवादीले हेलिकप्टर भित्रै बाँधिएर रहेका निर्दोष इजरायली खेलाडीहरूमाथि अन्धाधुन्दा गोली चलाए र ग्रेनेड हानेर हेलिकप्टर नै उडाइदिए। यो दुर्भाग्यपूर्ण अपरेसनमा सबै 9 जना इजरायली बन्दकहरू, 1 जना जर्मन पुलिस अधिकारी र 5 जना आतंकवादी मारिए। यस खेलकुदको महाकुम्भमा कुल 11 जना इजरायली खेलाडी र प्रशिक्षकले आफ्नो ज्यान गुमाए। यो घटनापछि ओलम्पिक इतिहासमै पहिलो पटक रङ्गशालामा विशाल शोक सभा आयोजना गरियो।
धेरैले खेल बन्द गर्नुपर्छ भनेका थिए। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका अध्यक्ष एबरी ब्राजले घोषणा गरे, द गेम मस्ट गो अन, अर्थात् खेलहरू जारी रहनुपर्छ, हामी आतंकवादसँग हार्ने छैनौं। यो घटनाले विश्वभरि सुरक्षा व्यवस्था र प्रति आतंकवाद रणनीतिलाई सधैँका लागि बदलिदियो। जर्मनीले यसै घटनापछि आफ्नो पर्खा GSG-9 कमान्डो फोर्स गठन गर्यो। मोसादले हमलामा संलग्न रहेका मास्टरमाइन्डलाई संसारको कुनाकुनामा खोजेर सिद्ध्याउने अपरेसन द रथ अफ गड सुरु गर्यो। साथीहरू, खेल मैदानमा भएको यो नरसंहार बारे तपाईको के विचार छ? कमेन्टमा लेख्नुहोला। भिडियो मन परेमा लाइक, शेयर र हाम्रो च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को रोचक भिडियोमा फेरि भेटौँला। धन्यवाद।